हेलो साथीहरू, वेलकम छ हजुर सबैजनालाई मेरो नयाँ भिडियोमा। म चाहिँ आज झाँक्री गुफा के भने झाँक्री गुफा होला सायद होइन, घुम्न जाँदैछु। के कस्तो हुन्छ हेर्दै गर्नु होला। म पनि फर्स्ट टाइम हो, गएको चाहिँ छैन। के कस्तो हुन्छ अनि आजको मेरो आउटफिट चाहिँ यस्तो छ साथीहरू, नर्मल। लाज पो लाग्दो रहेछ भिडियो, तर के कस्तो हुन्छ हेर्दै गर्नु होला है साथीहरू। आइसक्नु भयो साथीहरू। त्यो चाहिँ के हो? यो के हो? चढ्नु लगिरहेको छु ल। बस अब जानु आँटेको। आफै चढ्छु नि, आफै बनाउँछु नि, बनाउनु दिनुहुन्न भनेर भन्नु। ल हिँड्नु चलौँ। रहेको छ हाम्रो जोरसाल बजार। हामी चाहिँ तेह्रथुमको कहाँ जाँदै गएको अरे? झाँक्री गुफा। झाँक्री गुफा हाम्रो रहेको छ जोरसाल बजार। माझी टार हजुर रोकी जाने गर्छ भने अनि मेरो भिडियो फेरि म क्यामेरा हलाउँछु कि त अगाडि पनि क्यामेरा चलाउँदैछ। हामी चाहिँ यहाँ आइपुग्यौँ भनेर। मेरो हालत यस्तो भयो। आया बस गुन्डा यतिकै यहीँ राख्नु। अब झाँक्री खोला रेनकोट पनि अब पुछेर लाउनु न, पानी पानी छ। कस्तो फिल भयो तपाईँलाई झाँक्रीको आएर? दुई पैसा गरेर यहाँ कत्रो काम गरिरहेको छ। 800 को दुईटा जादु जादु।
यस्तो ब्याग छ ठाउँ यहाँ हेर्नुहोस् न हिलै हिलो थोरै त कच्ची बाटो पनि रहेछ अन्त ब्याकलक लुगाहरू पनि सबै धस नस भइगयो झाँक्री गुफा यहाँ रहेछ सिलाम्साकमै हामी घुमेको बेलामा केही देखिँदैन साथीहरू लिम्बूहरूको एकदमै के भन्छ लिम्बू जातिहरूको एकदम सिलाम्साकमा 18 माइल रहेछ यो चाहिँ टावर यहाँ पानी परिरहेछ यस्तो विरक्त घुमिने ठाउँ आइयो कि साथीहरू पुरै नभएको गीतमा आयो भने कन्फिडेन्स लाग्नु सेतो प्यान्ट लगाएको रहेछ सेतो प्यान्ट त्यो राम्रो छ रिसोर्ट पनि रहेछ नि त त्यो जाडो बोलाएर आयो बतासे रिसोर्ट रमाइलो नि त्यतातिर तपाईँ कुन ठाउँमा हो त्यो म चाहिँ यहाँ थोरै भोइस ओभर गर्दैछु साथीहरू हामी जाँदा चाहिँ पानी परेर धुम्मिएर एकदम बाटो खराब भइरहेको थियो त्यही भएर मैले खासै भिडियोहरू फोटोहरू लिन पाइनँ जे जति छ त्यसलाई नै हेरेर माया गर्नुहुन्छ भनेर मैले आश गरेको छु यतिन्जेल हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद हस्त बाई बाई